तपाईँको हेल्थ पनि इम्प्रुभ भएको छैन के तपाईँको पनि फिलर तपाईँ माथि लिसानुहुन्छ के तपाईँको पनि क्लासमा तपाईँको बिल्ला हुनुहुन्थ्यो र तपाईँ सही भिडियोमा आउनुभएको कुछ दिन पहिला मेरो पनि यस्तै हालत थियो। नमस्ते साथीहरू, मेरो नाम मनिष हो। त्यही तपाईँको हेल्थ पनि इम्प्रुभ भएको छैन के तपाईँको पनि फिलर तपाईँ माथि लिसानुहुन्छ के तपाईँको पनि क्लासमा तपाईँको बिल्ला हुनुहुन्थ्यो र तपाईँ सही भिडियोमा आउनुभएको छ, किनकि कुछ दिन पहिला मेरो पनि यस्तै हालत थियो। त आज भिडियोमा तपाईँहरू टाइटल हेरेर थाहा भइरहेको होला कि आज म तपाईँहरूलाई केही टिप्स दिनु भएको छु ह्यान्डराइटिङ कसरी इम्प्रुभ गर्ने त्यसको बारेमा। पहिला चाहिँ हामीको पनि ह्यान्डराइटिङ धेरै नराम्रो बन्थ्यो। तपाईँ यहाँ हेर्न सक्नुहुन्छ डे 1 को ह्यान्डराइटिङ मेरो अनि डे 7 को ह्यान्डराइटिङ तपाईँ आफै कम्पेयर गर्नुहोला मेरो ह्यान्डराइटिङ इम्प्रुभ भएको छ कि छैन। मेरो अनुसार इम्प्रुभ त भएको हो अलि नअलि। हेर्नुहोस्, मेरो यो मान्य हो कि ह्यान्डराइटिङ एक दिनमा त इम्प्रुभ हुँदैन, केही पनि चिज एक दिनमा इम्प्रुभ हुँदैन, त्यसमा टाइम त लाग्छ नि। त्यसैले म अहिले पनि यसलाई कन्टिन्यू गर्छु भने मेरो ह्यान्ड अझै इम्प्रुभ हुन्छ। त म आज तपाईँलाई केही टिप्स दिन हेरेको छु आज यो भिडियोमा, त लास्ट तक बनिरहनु होला। तो पहिलो टिप्स यो हो कि धेरै मान्छेको बानी हुन्छ कि अलिअलि टेरो पाएर तब लेख्ने। त म यही भन्न चाहन्छु तपाईँलाई टेरो पाएर लेख्नु छ भने म्याक्सिमम यतिमा लेख्नु। म के गल्ती हो, मेरो गल्ती, म यो गल्ती गर्थ्यो कि म पुरा टेरो गरिदिन्छु, 90 डिग्रीमा टेरो गरिदिन्छु तब म लेख्थ्यो। त्यसै मेरो ह्यान्डराइटिङ खराब हुन्थ्यो नि, त अझै खराब भइहाल्थ्यो। तपाईँलाई टेरो पाएर लेख्नु छ भने यति पाएर तब लेख्नु होला, योभन्दा बढी होइन। तपाईँ कोसिस गर्नुहोस् कि सिधा पाएर तब लेख्नु होला। त पहिलो टिप्स यो हो। अनि दोस्रो टिप्स यो हो कि तपाईँ वर्डको बिचमा इक्वल ग्यापिङ दिनु होला। जस्तै हेर्न सक्नुहुन्छ म यहाँ इक्वल ग्यापिङ दिएको छु मेरो औँला अनुसार, हेर्न सक्नुहुन्छ सबैमा इक्वल ग्यापिङ हो। अझै तपाईँ यसलाई 1 फिङ्गर रुल भन्छ अनि तपाईँ यो ससेटामा डट लिएर पनि यसरी गर्न सक्नुहुन्छ। नापेर तपाईँ लेख्नु होला, यसरी तपाईँको ह्यान्डराइटिङमा त्यो राम्रो लाग्ने गर्छ देख्नमा। अनि तेस्रो यो हो कि तपाईँ ह्यान्डराइटिङलाई स्लोली पाएर लेख्नु होला, यसरी दाबेर नलेख्नु कि अर्को साइड पनि छाप पाइहालोस्, यसरी नलेख्नु होला। अनि साथीहरू एउटा बोनस टिप्स यो दिन अलिक चाहन्छु म कि तपाईँहरू धेरै मान्छेहरू गर्छ त्यो सबै वर्ड लामै लेख्छ, कुनै एउटा वर्डलाई बाङ्गो टेङ्गो लेख्छ। जसरी यफलाई यसरी लेखिदिन्छ अनि यनलाई यसरी लेख्छ, यन अनि यो सेमै लाग्छ। यस्तै नगर्नु होला, यसले तपाईँको इक्जाममा अलिकति कन्फ्युज पार्न सक्छ, त्यसले तपाईँको मार्क पनि काट्न सक्छ। यो बोनस टिप्स हो, यो ह्यान्डराइटिङमा त त्यो म्याटर गर्दैन, त्यसैले म त्यस्तै भनिदिएँ। अनि तपाईँहरूलाई म फेरि एकचोटि रिकभर गरिदिन्छु। पहिलो चिज यो थियो कि तपाईँहरू बडी बाङ्गो पारेर नलेख्नु होला, दोस्रो इक्वल ग्यापिङ दिनु होला, अनि तेस्रो बडी दाबेर नलेख्नु होला। यति थियो साथीहरू। म क्लास 10 मा छु अनि यो मेरो न्युज च्यानल हो अनि यसमा म क्लास 10 मा आफूले के नलेज प्राप्त गर्छु त्यो सबै तपाईँहरूसँग पनि सेयर गर्ने छु। यस च्यानलमा म लाइभ भिडियो पनि बनाउने छु अनि तपाईँहरू मलाई सपोर्ट गरिदिनु होला। मेरो न्युज च्यानल हो, अलिकति धन्यवाद। म मेरो लागि भिडियोमा तबसम्म लागि बाई।